जीवी राईले ल्याएको खोइ। आज सुकुम्बासीको समस्या समाधान गऱ्यौँ, 2 जग्गा लाल पूर्जा बाँड्यो भनेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ मिडियामा देखेको छु। त्यो कसले बनाइदिएको हो? त्यहाँसम्म ल्याउने बाटोमा कसले बनाइदिएको हो? त्यो कुरा त ख्याल गर्नु पर्यो नि। बाटोको उद्घाटन गर्दै हिँड्छन्, सुरुङ मार्गको उद्घाटन गर्दै हिँड्छन्, ती बनाइदिएको त हामीले होला नि त। त्यही पढ्नु भएको, त्यही पढेर आर्जन गरेर उहाँहरूका 200-300 तोला चाहिँ सुन कमाउने पनि त्यही व्यवस्थाले गरिदिएको, अरू व्यवस्थाले होइन। फेरि जान्नेलाई छान्ने पनि त्यही व्यवस्थाले बनाएको। हामीले त बनाऊ, अब उहाँहरूले पनि अरूलाई पनि जान्नेलाई छान्ने जान्ने बनाउने चाहिँ उहाँको दायित्व। त्यो दायित्वबाट उहाँहरू हट्ने कि नहट्ने? हट्न पाइन्छ अरूलाई दोष दिएर? हिजो सबै पुरानो पार्टीका नेताहरू ठिक थिएनन् भन्नेहरूले नयाँ पार्टीका नेताहरू खोइ त। आज जीवी राई खोइ? पत्रकार महोदयहरूलाई म भन्छु त्यसको प्रश्न किन हो? जीवी राई खोइ भन्ने आज जीवी राई खोइ? जीवी राईको पार्टनरहरू नै मुलुकको सबैभन्दा शक्तिशाली पार्टीको अध्यक्ष सरकार। यो सरकार भएको कारणबाट आज खोइ त जीवी राईले ल्याएको खोइ। आज सुकुम्बासीको समस्या समाधान गऱ्यौँ, 2 जग्गा लाल पूर्जा बाँड्यो भनेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ मिडियामा देखेको छु। त्यो कसले बनाइदिएको हो? त्यहाँसम्म ल्याउने बाटोमा कसले बनाइदिएको हो? त्यो कुरा त ख्याल गर्नु पर्यो नि। बाटोको उद्घाटन गर्दै हिँड्छन्, सुरुङ मार्गको उद्घाटन गर्दै हिँड्छन्, ती बनाइदिएको त हामीले होला नि त। उहाँहरूले बनाएको त होइन। मैले त प्रश्न धेरै पटक मैले भनेको छु, एउटा नयाँ तपाईँहरूको कार्यकालमा 5 वर्षको कार्यकालमा नयाँ योजना सुरु गर्नुहोस् र त्यो मोडलको रूपमा होस् र यो देशभरि चाहिँ तपाईँको के भन्दैन भावी पुस्ताले त्यसलाई चाहिँ लिएर चाहिँ अगाडि बढ्न सक्ने अवस्थामा तपाईँहरू पुर्याउनुहोस् भन्ने मैले प्रश्न गरेको छु। आज त्यो तागत छ। हामीले बनाएको बाटोमा हिँड्नुहुन्छ उहाँहरू, हामीले कोरेको चाहिँ चित्रमा चाहिँ उहाँहरू हिँड्नुहुन्छ, रेखाङ्कन त्यही नै हो। आज हामीले बनाइदिएको चाहिँ के भने संसद भवन चाहिँ चलाउन सक्नु भएको छैन, यिनै पुरानो पार्टीले बनाएको। मुलुकमा चाहिँ के भन्छ समानुपातिक समावेशी र लोकतन्त्र अगाडि बढाउने सिस्टम ल्याइदिएको, त्यही सिस्टमभित्रबाट रहेर आज चाहिँ 165 जना 275 जना सांसद भएका होइनन्? त्यही व्यवस्थाले गरे होइन? त्यो अरू व्यवस्था छ। आज यी कुराहरू समाजमा विद्यमान अवस्थामा छन् र यो सरकार यो अहिले जान्ने सुन्ने लाउने खाने जसका चाहिँ के भनेदेखि तपाईँको चाहिँ 2-4वटा घर छन्, 2-4वटा मोटर छन्, 5-7 लाख रुपियाँ चाहिँ तपाईँको चाहिँ के भनेदेखि रेन्टबाट आउँछ, विदेशमा छन्, तिनीको मात्र सरकार भएको छ। यहाँ भुइँ मान्छेको सरकार होइन। भुइँ मान्छेको सरकार हुन्थ्यो भने तपाईँहरूलाई म भन्छु, इमान्दारीका साथ भन्छु, 99% सुकुम्बासीले राष्ट्रपतिलाई भोट हाल्यो। मसँग डाटा छ। तर आज तिनीको अवस्था के छ? आज तिनलाई कहाँ पुर्याइएको छ? किसानहरूले भोट हाले, आज किसानको अवस्था के छ? एउटा मल चाहिँ तपाईँको रासायनिक मल चाहिँ प्राप्त गर्न सकेको छैन। आज चाहिँ कुन, यो त म के भन्छु भने यो सुशासनको होइन कुशासनको सरकार हो। सुशासन कुन क्षेत्रमा छ? विद्यार्थीहरू खुसी छन्, शिक्षकहरू खुसी छन्, कर्मचारीहरू खुसी छन्, तपाईँ पत्रकारहरू खुसी हुनुहुन्छ। किशोर श्रेष्ठले लगेर अनावश्यक रूपमा पञ्चायत कालमा पनि त्यस्तो हुने थिएन। म त पञ्चायतको प्रधान पञ्चायत पञ्चायत विधि पनि अलिकति बुझेको हुनाले मैले भन्दैछु त्यति माथि। आज कुनै क्षेत्र पनि उद्योगपतिहरू खुसी छन् छैन, अनि कुनै क्षेत्र पनि छैन भनेपछि यो के को सरकार हो? सरकारको प्रधानमन्त्रीले मञ्चमा बोल्न डराउने? पोलिटिकल लिडरहरू त जनतासँग चाहिँ संवाद गर्न सक्नुपर्छ। संवाद नगर्ने त कर्मचारी हो। यो अवस्थाको चाहिँ अहिलेको अवस्था यो सरकारले चलाएको छ, मुलुक त्यो रूपमा चलेको छ। मैले यिनै कुराहरू यहाँसँग राखेँ, अरू कुराहरू केही भए चाहिँ थप कुरा गरौँला। धन्यवाद। दाइ, 2टा कुरा हेर्ने जोडौँ। पार्टीभित्र अहिले तपाईँको अध्यक्षले जुन कुरा इनाम पुगेर भन्नुभएको छ चिया गफको बारेमा, या भनौँ आवाराहरूको संज्ञा दिनुभएको छ, ती को हुन् आवारा? अब तपाईँले पार्टीको प्रश्न गरिहाल्नुभयो। अब मेरो विषयमा त कुरा म के भन्न चाहन्छु भने पार्टी यो मुलुकमा अथवा संसारमा एउटा चाहिँ के भनेदेखि समाजवादी यात्रामा लागेका छन्, एउटा चाहिँ तपाईँको चाहिँ के भनेदेखि पुँजीवादी यात्रामा लागेका छन्। एउटा सोसियलिस्ट र अर्को तपाईँको क्यापिटलिस्ट छ। म त के भन्छु भने दुर्भाग्य, मैले त बारम्बार भनिरहेको छु, हामी नेपालको सन्दर्भमा वामपन्थीहरू एकता हुनुपर्छ भनेर मैले बारम्बार कुरा उठाएको छु। तपाईँसँग पनि मैले धेरै पटक चाहिँ इन्टरभ्यूमा भनेको पनि छु। र त्यसै गरी कङ्ग्रेसले जुन अगुवाई गरेको छ यो मुलुकको
जुन समस्या आउँछ बेला बखतमा मैले 2007 सालदेखि त अहिलेसम्म हेर्दै गर्दा 2007 सालको क्रान्ति वामपन्थी र कङ्ग्रेसको चाहिँ समझदारीमा एकताबद्ध रूपमा भएको थियो, तर लिडर चाहिँ मैले अझै पनि आत्मसात भन्नुपर्छ कङ्ग्रेसले गरेको, बिपी कोइरालाको अगुवाईमा भएको। 2036 सालको पनि संयुक्त रूपमा भएको हो, 46 सालको पनि संयुक्त रूपमा भएको, 62-63 को पनि त्यही रूपमा नै भएको हो। र संविधान बनाउने कुरामा पनि तपाईँहरूलाई मैले व्याख्या गर्न धेरै समय लाग्छ। संविधान बनाउने पनि वामपन्थी र चाहिँ कङ्ग्रेसको बिचबाटै संविधान बना, संविधान रोक्ने पनि थियो 72 साल। सुशील कोइराला, केपी ओली लगायतको सबैले चाहिँ संविधान, प्रचण्ड लगायतले संविधान बनाएकै हुन्। ती कुरालाई हामीले कहिले बिर्सनु हुँदैन। अहिले पनि म के भन्छु भने वामपन्थीहरूको एकता हुनुपर्छ, मुलुकलाई दुर्दशामा लान दिन हुँदैन। देश चाहिँ सङ्कटमा छ, सङ्कट मोचन गर्नुपर्छ। र कङ्ग्रेसको बिचको पनि मैले पहिला पटक पनि भनेको थिएँ, कङ्ग्रेसहरू यसरी विभाजित नहुनुहोस् है। त्यतै जगदीशजी यहीँ हुनुहुन्छ, उहाँ काङ्ग्रेसको ठुलै नेता हो। र तपाईँहरू मिल्नुहोस्, एउटै ड्रेस लगाएर चाहिँ दुईटा लाइन कहिले पनि लामो हुँदैन। एउटै ड्रेस लगाएपछि एउटै लाइनमा उभिनुहोस्, तब मात्र चाहिँ सार्थक हुन्छ। र अहिलेसम्मको मुलुकको सम्भावनालाई अगाडि बढाउने र मुलुक खतरामा गएको अवस्थामा बचाउने कुरा यिनै दुईटा पार्टीहरूले गरेका छन्। अब पनि एकतामा लानुपर्छ भन्ने हो। र तपाईँको प्रश्न, हाम्रो पार्टीको अध्यक्षज्यूले कुरा के छ भने त्यो भन्नु नै पर्छ। हिजो 48 सालमा चाहिँ तपाईँको बहुमत पाएको दिलबाबुको सरकार मध्यावधिमा गयो, त्यो पनि दुर्भाग्य थियो। अवस्था के भयो? 2054 सालमा चाहिँ के भने एमालेको राम्रो अवस्था थियो, एमाले विभाजन भयो, के भयो त? 2064 सालमा चाहिँ माओवादीको अवस्था राम्रो थियो, विभाजन भयो, के भयो त? त्यसपछि बनेको सरकार फेरि नेकपाको थियो, त्यो विभाजन भयो, के भयो त? नेकपा विभाजन भइसकेपछि पनि एमालेको पनि विभाजन, त्यसबाट के प्राप्ति भयो त? कङ्ग्रेसमा अहिले विभाजनको रेखापछि के प्राप्ति हुन्छ? प्राप्ति केही पनि हुँदैन। जति मुलुकमा जति पार्टी भए त्यो चाहिँ राम्रो होइन। अनि फेरि के भने हामी अन्डर डेभलप कन्ट्री हौँ। आज अन्डर डेभलप कन्ट्रीहरूलाई विदेशीहरूले नचाउनु खोज्छन्। हाम्रो राष्ट्रिय नीति एउटा कहिले पनि हुन सकेन। अन्तर्राष्ट्रिय पोलिसी हाम्रो एकरूपताका साथ कहिले पनि अगाडि बढाउन सकेनौँ। घरि कसैले कताबाट थप्पड हानेको छ, घरि कसैले कतैबाट थप्पड हानेको छ, हामी सहेका सही छौँ। त्यसकारण अहिलेको अवस्थालाई, हिजोको अवस्था जे भए तपाईँको के भन्छ भने नि, पास्ट इज वेस्ट पेपर भन्छ, प्रेजेन्ट इज न्युज पेपर भन्छ, फ्युचर इज क्वेसन पेपर भन्छ। यो कुरालाई हामीले मनन गरेर हामीले पार्टीहरूलाई अगाडि बढाउन सक्यौँ भने अहिलेको यो अवस्थाबाट मुलुक धेरै अगाडि बढ्छ। त्यसो भएर पार्टीको जुन अध्यक्षज्यूले भनेको कुरा के हो भने हाम्रो पार्टीलाई पनि अरू पार्टीलाई त छासछुस छोए पनि छोकै हुन्। कङ्ग्रेसलाई त्यो अवस्थामा ल्याए, नेकपालाई पनि त्यो अवस्थामा ल्याए, हामीलाई पनि कच्याकुचुक पार्नलाई चाहिँ अब हाम्रो भाषामा देशी विदेशी दलालहरू भन्ने चलन छ। यी तत्त्वहरूको प्रवेश चाहिँ नभएको होइन, भएकै छ। त्यसमा चाहिँ के भन्दै हो, तपाईँलाई भन्दै हो एउटा बारबारा फाउन्डेसन भन्ने छ, त्यो बारबारा फाउन्डेसन एन्ड कम्पनी हामी कहाँ अलिअलि भित्र प्रवेश गर्न खोजेको छ हो। तिनीहरूलाई नै भनेको हो त्यो तपाईँले भनेको कुरा म सिधै भनिदिन्छु। अध्यक्षज्यूको भनाइ त्यही नै हो, त्यो पानी बाँड्ने टोलीलाई नै हो त्यो भने। हामी कहाँ छिर्या छ काम, मान्छे भन्ने एमाले काम गरिरहेको छ।